गाइज वेलकम टु माई न्यू भ्लग है। हामी चाहिँ आज काफल खान आएको छौँ। पुरै भिरमा चाहिँ हामी काफल खान आएका छौँ साथीहरू। हामी चाहिँ काफल खान आएका छौँ। केटाहरू चाहिँ पारी हिँडिरहेछन् केटाहरू होइन, केटाहरू हिँडिरहेछन् केटाहरू। काफल चाहिँ पुरा भिरमा चाहिँ हामी काफल खान आएका छौँ जङ्गलमा। आज ट्याक्क होइन सन्डे होइन, सन्डेको बिदा पारेर चाहिँ हामी काफल खान आएको। सो गाइज होइन भिडियोलाई हेर्नु होला, माया गर्नु होला होइन। सो आउँदै छ कस्तो अप्ठ्यारो छ र केटा यार गिरिरु नि यार। कालिसो ल यहाँ चाहिँ टक्क होइन साथीहरू, हामी चाहिँ काफल खान आएको। केटाहरू चाहिँ कालिज कालिज भन्ने छ, कालिज चाहिँ कडा छ त अनि कालिज हेरौँ न भोर केटा, कालिज हेरौँ न केटा है। हामी चाहिँ भिडियो बनाउन आएको, काफल खान पनि आएको होइन। एकजना हाम्रो काफल खाना डुबेर छ केटाहरू। काफल भनेपछि यस्तो गर्छ न, हो माई गड काफल आयो हेर्नु। आमा काफलको रुख ओइ केटा अलिक बिस्तार जाऊ न। लोटिसकेको छ केटाहरू, त्यही भएर काफल खानु चाहिँ यस्तो गरेर खाने होइन। यहाँनिर काफल हेर्नु सक्नुहुन्छ गाइजहरू है। काफल है, काफल चाहिँ अलि चाहिँ यो फोनमा चाहिँ देखिएन, तर काफल चाहिँ छ डर। यतिको हुनुपर्ने क्या ओइ त्यही हाँगे फाजिर फाला न एउटा ओटो हाँगा। सो गाइस काफल है, काफल चाहिँ यस्तो छ। त यसरी चाहिँ काफल चाहिँ खानु पऱ्यो, काफल खानु पऱ्यो म पनि। काफल चाहिँ खायो गाइजहरू। नखसाल न नखसाल न साथीहरू काफल चाहिँ यो हो कि काफल हेरेर यहाँनिर छ। काफल माथि जानु रुखिनु जानै पर्ने नि यहाँ। त्यति साह्रो मिठो छैन केटा पानी परेर छोटो मिठो छ र। यो हो गाइजहरू है अहिलेको नयाँ सालको काफल। 30 सालको काफल चाहिँ टक्क खाइयो होइन, काफल चाकियो। दाइलाई मायालाई दिनु छैन यार, एउटा दुइटा गरेर टिपेर यार। ओइ बेसम नाना अलिअलि बिस्तार न ल। लर्को नि अहिले राम्रो फाल न। फेट एउटा लास्ट ओन्ली वान लास्ट ल। डाट्न लागेर भर्किरहन्छ एकटा हेर। दही भएको आएर भगवान्ले जुरान के भन्छ केटा। ए राक्षसको आएर दैवल जुराउँछ अरे भनेको हो रहेछ है साथीहरू है। यहाँ चाहिँ टक्कै राक्षसहरू चाहिँ यहाँ हाम्रो तिनजना राक्षसहरू भएको। दैव चाहिँ म फेरि है, दैव चाहिँ म, राक्षसहरू चाहिँ यिनीहरू। नगरौँ न केटा यहाँ छिर्को अलि सकियो कि आफूलाई होइन। बल्ल बल्ल आइयो भेटे थियो काफल झन्। हेट तरिका मिठो छ एकदम। अब नुहान जान्छ ल। अब खोलामा जाने कि न
कहाँ बातिर हो ओए केटा यार मैले टिपेर लिएन यार म रुखमै गएको छैन यार केटा यार ओए निक्ली तिमीमा म खान्छु यो लिउ न नगरौँ न केटा यस्तो यार लिउ न सुमनले चाहिँ दया गरेर दिइरहेको छ मलाई एकदम मिठो दयालु मान्छे रहेछ नि कावा खानु पऱ्यो बुङ्गुरको पेट भरेर मैले हाम्रो फोन तलब राख्छु नि र म हाम्रो फोन तलब राख्छु झन्डा लोटियो गाइजहरू यार ओ टो सुमनको खुट्टा मेरो साइड भाइ छिटो त्यो दुइटा पाएको माथि माथि फोटो दिँदा म लिउँ न थ्याङ्क यू भाइ थ्याङ्क यू पाइयो र माग्न पाइयो केटा यार हाम्रो फोन चाहिँ यहाँ छ होइन टक्क गाइजहरू लगे छ एउटा अरू जाने कता जाने आज त डुल्ले छ डुल्न केटा भोलि कलेजमा डरो गाडी छैन होला केही काम गर्दै छैन के काम गर्ने न भाडा मान्छ ऊ छ कि केटा पुरै जङ्गल छ यहाँ पुरै केटा यस्तो खतरनाक जङ्गल छ यार 10 मिनटको भइगयो सो गाइस हामी चाहिँ अब काबल खाइसक्यो लगभग एउटा रुखमा चाहिँ लगभग सकिसक्यो होइन केटाहरू चाहिँ यहाँ पुरा गस्त मिटिङ गर्दैछन् अब कता जाने के गर्ने होइन कुन रुखमा जाने अब रुख कटा कटा छ भने ट्याक्कै त्यसरी गन्ध सुँगेर थाहा पाएन केटाले फेरि रुखको फेरि कुकुर भन्दा नि चारपाकको गन्ध यो भाइले चाहिँ यो भाइले त पुरा कुकुर जस्तो त्यो गन्धले थाहा पाएछ नि त्यस्तो सेम टु सेम त्यस्तो थाहा पाएन यो भाइले अब चाहिँ कहाँ जाने भने चाहिँ उसले बात लगिसक्यो सुँगिसकेको छ उसले पारि उसले चाहिँ सुँगिसकेको छ अब कहाँ लाग्ने हो उसले ल भाइ छिर्छ है ल ल कता ल हिँडौँ न ल ल तिमी त कुकुर जस्तो मान्छे गन्धले पनि थाहा पान्छौ होइन पार्टीतिर अलिक छैन कि भाइ बिर्छ ए ल भाइ अब हाम्रो फेरि अब मेन के भन्छ नि त नि त्यसको नाम पनि गुरुले भनेपछि मान्न पऱ्यो उहाँ चाहिँ अब गन्ध लिँदै अब नाकले थाहा पनि झन् अब काफलको रूपमा यहाँ छ भनेर अब हामीहरू मान्नै पऱ्यो होइन सो एभ्रिवान गुरु आउनु न छिरो यहाँ चाहिँ खतरा नर तपाईँहरू अघि नै देखाएको मैले होइन नरदेखि माथितिर चाहिँ सानो एउटा रुख रहेछ काफलको रुख त्यसमा चाहिँ काफल खाइयो ल सो गाइस यही हो त है त हामी चाहिँ आज चाहिँ टक्क जस्ट इन्टरटेनमेन्टको लागि काफल खान आइएछ होइन सो नुहाउन पनि आएको हल्का सो गाइस भिडियोलाई माया गर्नु होला होइन शान्ति दिनु हो गाइजहरू शान्ति दिनु भलको तपाईँहरूले मिनी भलकमा अब राम्रो तरिकाले अब बिस्तारै बिस्तारै होइन सो गाइस हुन्छ है त ल केटाहरू चाहिँ पछि आइरहेको केटाहरू तर नर चाहिँ बोबाल बनाएको केटा बनाउँदा यार त्यत्तिकै डुबेर छ भाइ फेरि छन् छ तर त्यस्तो छैन यहाँनिर छन् छ तर रुखको अप्सर छ नि केटा एमा जान सकिँदैन अहिले जाउँ न निखिल जान्छ एमा ओ एमा रहेछ बड्डा माथि हेर हामीले खाली है भाइ है जान सकिन्न कि त्यो हेर कस्तो छ रुट म अलिक जेसो बाटो परेँ केटा हो अलिक बुढो काट्नु पऱ्यो होइन रुखमा जान सक्दैन म सक्दैन ल ल केटा जाऊ ल हाम्रो निखिल दोष पारीको रूपमा गइरहेको छ होइन हाम्रो छिरिज भाइ चाहिँ ओए छिरिज भाइ नझर न जाउ छिटो हामी चाहिँ अब मस्त आराम गर्ने हो यहाँबाट टक्क मजाले आराम गर्ने हो सुबन बसा यता ल त गाइजहरू है टक्क भ्यू चाहिँ जानु पऱ्यो गाइजहरू अरूभन्दा टक्क लाइक कमेन्ट सेयर चाहिँ के कस्तो हुन्छ गरिदिराख्नु पऱ्यो होइन भिडियो चाहिँ अब त्यस्तो खासै राम्रो ल के छ सुमन आज कति रमाइलो भइरहेछ आज एकदम रमाइलो नि छिटिज भाइ चाहिँ पुरा बाँडर जस्तो यता मान्छे बाँडर बन्न नसकेर मान्छे बनेको क्या यता मान्छे बाँडर बन्न नसकेर मान्छे बनेको क्या छिटिज भाइ कस्तो बबाल तरिकाले गएको
बादर नि यस्तो गर्दैन कि यार ओ अर्को बाडा रै बारी गुना ए गुना तिमीले चाहिँ रुख मान्छेले चाहिँ रुख ठिकै भएन ठ्याक्कै पाखान्डो मान्छेले यार अलिअलि फाला न के टिपेर उके फाल्यो ए ओइ यहाँ फाल के एउटै छ यो पो गेरा एउटै छ यार जाउँ न केही छैन छिकी सब झरिसक्छ इ काफलको हालत यस्तो छ केही पाएन खास म त भुइँमा थियो राख्छु र काँचो पानी खाने अब हो त्यही फाला त्यही भाजेर फाला न कस्तो यार तिमीले पनि नखाउने यार हामीले पनि देऊ न अलिअलि यार त्यो ठुलो र अनि त्यस्तो नि ल त गाई छ र है काफल भन्ने कुरो अस्ति खानु गरेर खाल के तर काँचो फाल्ने केटाले आफूले पाएको खान्छ उनीहरूले पाएको खाने र हामीले काँचो फाल्ने हुन त जसको शक्ति उसको भक्ति भन्छन् गरेर होइन रुखमा चढेर अब पाएको खान्छन् हामी जान सक्दैनौँ रुखमा अब के गर्ने काँची पनि खानु पऱ्यो जस्तो फालिन्छ त्यस्तै खानु पऱ्यो अब सो गाइस होइन यही नै हो हामी चाहिँ काफल खाइसक्यौँ डर खाइहाल्छ काफल चाहिँ मन पऱ्यो यो साल चाहिँ होइन काफल त्यस्तो मजाले खाइयो होइन गाइजहरू पुरा काफल रुख चाहिँ डर छ कि ठन्डा तर काफल छैन केटा गेरा छैन काफलको रुखमा भएर के गर्ने हेर्नु गाइजहरू यहाँ चाहिँ खतरा तरिकाले आरू चाहिँ खतरा पाके रहेछ है आरू चाहिँ खतरा तरिकाले आएर रहेछ होइन यो चाहिँ अस्ति त्यत्रो असिना पऱ्यो होइन त्यो पनि झारिन सक्यो बबाल छ आरू चाहिँ होइन टक्क पाक्ने बेला चाहिँ आउनुपर्छ है खाना चाहिँ बबाल छ है आरू यस्तो बाटोमा चाहिँ यस्तो आरू फलेर रहेछ जङ्गलमा होइन जङ्गलमा पनि यस्तो आरू फल्दो रहेछ गाइजहरू है भने त अब जङ्गलमा न कसले के गरोस् न कसले के गरोस् बबाल फल्ने चाहिँ जङ्गलमा पनि आरू चाहिँ बबाल तरिकाले आएर रहेछ गाइजहरू है ल त गाइजहरू ल त गाइजहरू कहाँको भन्दै लगभग हामी चाहिँ साथीहरू यहाँनिर यहाँ गएर आइसक्यो है हामीले चाहिँ यहाँनिर माथि चाहिँ घरदेखि घर छ लगभग हामी चाहिँ सब यहाँसम्म चाहिँ पुगेर आयो गाइजहरू ल त गाइजहरू है कावल खाइयो अब चाहिँ हाम्रो कपडाहरू चाहिँ यहाँ छ कपडाहरू धुन आइयो गाइजहरू को छ र एन्जिला होला नेपालमा छ एन्जिला निखिल के छ निखिल बबाल छ नि हामी चाहिँ कपडा चाहिँ यहाँ ढोको गाइजहरू है पुरा पढेर अब चाहिँ मान्छे भएर यहाँ चाहिँ ढोकेको ल सो गाइज भिडियो चाहिँ ट्याक्क आउँछ होइन भिडियो चाहिँ लाइक कमेन्ट गर्ने होइन गाइजहरू के कस्तो हुन्छ होइन अब सल्लाह सुझाव पनि दिनु होला के कस्तो कमजोरी छ के छ साथी हो आज चाहिँ रमाइलो भयो नि होइन आसुमन कस्तो भयो कि रमाइलो भयो नि ल त गाइजहरू है ल अन्त ल त्यसको माथि हेर्ने है ल हाम्रो केटाहरू यति रमाइलो छन् केटाहरू फेरि यस्तो मजा गर्छन् केटाहरू फेरि अलिक बिस्तारै केटा है उनीहरूले ल ल ल अलि माजु ल सुमन उभिउ ल ओ नगर न भाइ ल अहिले फेरि निक्ली चतन के नगरौँ कि भयो यार होइन कि यहाँ ठिक छ कि ल हुन्न के ल केही हुन्न राम्रोसँग अड्टिमी भन्दा भइगयो र ल ल ल ल सो गाइज ल है यति रमाइलो पनि गर्छन् क्या हाम्रो केटाहरूले फेरि एकदम रमाइलो होइन 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 हामी चाहिँ केटाहरू पाटामा गर्न आइरहेको थियौँ केटाहरू है ल ल माथि माइजो ठिक माइजो यहाँ त केटाहरू चाहिँ टक्क रमाइलो छन् कि एकदम फेरि थाहा छ कि होइन अहिले उठ्न गाह्रो हुन्छ टिटी गरेर के ल जाऊ माथि जाऊ तिमी छोरो जाऊ कि त्योबाट हाम्रो केटाहरू चाहिँ टक्क है रमाइलो गरेर एकदम रमाइलो ल
जनपति कुको हौ छिउ अडिलो भने अडिलो Oh my god! Wow! बिस्तारै जाने गरेर तिमीहरू कस्तो मगाएर सुमन अलि हात यस्तो एउटा कस्तो मान्छे है कत्रो उठ्या ओए छिटो जा ब्यालेन्स मिल्दैन के अन्त्यसम्म सम्पूर्णले अन्तसम्म हेर्नु होला भिडियो होइन अन्त्यसम्म हेरिदिएकोमा सम्पूर्णले धन्यवाद गाइजहरू है ल त भ्लग चाहिँ यति नै हो ल त सम्पूर्णले धन्यवाद बाई बाई केटा बाई बाई गऱ्यो न